नमस्कार दर्शक महानुभावहरू, स्वागत छ तपाईहरूलाई हाम्रो आजको विशेष भिडियोमा, जहाँ हामी चर्चा गर्नेछौँ नेपालको सबैभन्दा ठूलो र महत्त्वाकांक्षी विमानस्थल परियोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा। के यो विमानस्थल नेपालका लागि अवसर हो कि चुनौती? किन यो परियोजना अहिलेसम्म अल्झिएको छ? यसको भविष्य कस्तो देखिन्छ? यी सबै प्रश्नहरूको विस्तृत जानकारी आजको भिडियोमा तपाईलाई दिनेछौँ। त्यसैले अन्तिमसम्म भिडियो हेर्नुहोस् र यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। नेपालको हवाई यातायात पूर्वाधारलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्ने महत्त्वाकांक्षी परियोजना हो। बारा जिल्लाको निजगढमा निर्माण गर्न लागेको यस विमानस्थल काठमाडौँ उपत्यकाको भिडभाड कम गर्ने मात्र होइन, नेपाललाई अन्तर्राष्ट्रिय हवाई यातायातको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत अघि सारिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टिया एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यसको सीमित क्षमता, भिडभाड र भौगोलिक अवरोधका कारण नयाँ विमानस्थलको आवश्यकता महसुस गरिएको हो। त्यसैले दक्षिण एसियाकै प्रमुख विमानस्थल बनाउने लक्ष्यका साथ सरकारले निजगढ विमानस्थल परियोजना अघि बढाएको छ। परियोजनाका विशेषताहरू हेर्ने हो भने, यसको पहिलो चरणमा दुईवटा समानान्तर धावन मार्ग, प्रत्येक 3600 मिटर लामो, 4वटा अन्तर्राष्ट्रिय टर्मिनल, प्रत्येकको वार्षिक क्षमता 1.5 करोड यात्रु तथा एफ श्रेणीका विमानहरूलाई समायोजन गर्न सक्ने संरचना निर्माण गर्ने योजना छ। भविष्यमा यसको पूर्ण क्षमतामा सञ्चालन भएपछि वार्षिक 6 करोड यात्रु ओसारपसार गर्न सक्ने बताइएको छ। कुल 2556 हेक्टर भूमि आवश्यक पर्ने यस परियोजनाले स्थानीय बस्ती र वन क्षेत्रलाई असर पार्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया टुङ्ग्याउने काम भइरहेको छ। यद्यपि, यो विमानस्थल निर्माण गर्दा ठूलो वन क्षेत्र मास्नुपर्ने भएकाले वातावरणविदहरूको चासो बढेको छ। परियोजनालाई 2 चरणमा सम्पन्न गर्ने योजना रहेको छ। पहिलो चरणमा 3600 मिटर लामो धावन मार्ग, 81,000 वर्ग मिटरको टर्मिनल भवन र 22वटा विमान पार्किङ स्ट्यान्ड निर्माण गरिनेछ, जसको अनुमानित लागत $1.172 अर्ब अमेरिकी डलर रहेको छ। दोस्रो चरणमा 20,000 वर्ग मिटरको अन्तर्राष्ट्रिय टर्मिनल, 174 विमान पार्किङ स्ट्यान्ड र 2वटा समानान्तर 4000 मिटर लामो धावन मार्ग निर्माण गरिनेछ। कुल लागत करिब $2.55 अर्ब अमेरिकी डलर अनुमान गरिएको छ, जसलाई बुट, बिल्ड एन्ड अपरेट एन्ड ट्रान्सफर मोडेलमा विकास गर्ने योजना छ। तर, परियोजना सुरुवातदेखि नै विभिन्न विवाद र कानुनी अडचनहरूको सामना गरिरहेको छ। वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) मा त्रुटिहरू देखिएपछि 2019 चैत 6 गतेमा नेपाल सर्वोच्च अदालतले निर्माण कार्य रोक्ने आदेश दिएको थियो। पुनः 2022 असार 26 गतेमा अदालतले सरकारका निर्णयहरूलाई स्थगित गर्यो, जसका कारण परियोजना हालसम्म अगाडि बढ्न सकेको छैन। तर, हालै भारतको CG इन्फ्राटा BDA, JV सँग सम्झौता भई मास्टर प्लान तयार गर्ने प्रक्रिया अघि बढाएको छ, जसका लागि 13 महिनाभित्र योजना प्रस्तुत गरिनेछ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पर्यटन, व्यापार
र अर्थतन्त्रका लागि महत्त्वपूर्ण टेवा पुर्याउने परियोजना हो। यसले दक्षिण एसियाली हवाई मार्गलाई थप व्यवस्थित मात्र होइन, नेपाललाई अन्तर्राष्ट्रिय हवाई यातायातको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्नेछ। तथापि, वातावरणीय प्रभाव न्यूनीकरण, वित्तीय स्रोतको सुनिश्चितता, र स्थानीय समुदायका चासोलाई सम्बोधन गर्दै परियोजनालाई अघि बढाउनु आवश्यक छ। सफल कार्यान्वयन भएमा, यस विमानस्थलले नेपाललाई नयाँ युगमा प्रवेश गराउनेछ। यसरी हेर्दा, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि एउटा ऐतिहासिक अवसर हुन सक्छ, जसले हाम्रो देशको पर्यटन, व्यापार, र हवाई यातायात प्रणालीमा आमूल परिवर्तन ल्याउनेछ। तर, यो योजना सफल बनाउन विभिन्न कानुनी, वातावरणीय, र वित्तीय समस्याहरू समाधान गर्नु अति आवश्यक छ। अब तपाईहरूको विचार के छ? के निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि जरुरी छ, कि अन्यत्र विकल्प खोज्नुपर्छ? आफ्नो विचार तल कमेन्टमा लेख्न नबिर्सनुहोस्। साथै, यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक र शेयर गर्नुहोस्, अनि आगामी दिनमा यस्तै रोचक सामग्रीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को जानकारीमूलक भिडियोमा।